चालु गर्नुपर्छ कि यसो घरहरू के ठाउँहरू लोकेसनहरू होइन भिडियोमा आउनु पऱ्यो नि होइन यो लोकेसनबाट यो लोकेसन पुग्यो भनेर होइन सर लोकेसनमा लेख्नु पऱ्यो नि त फेरि आउने बेलामा चाहिँ एउटा खोर रहेछ के आइपुग्यो यो के ठाउँ हो यहाँ केही रेस्ट गर्ने घरहरू छन् टाढै आइसकेको छ त यहाँसम्म त फेरि उताबाट त यताबाट चाहिँ उता लानुको प्रयास गरे जस्तो छ मुसलबारी आइपुग्यो रहेछ मुसलबारी रामसरी भनेको मुसलबारी यही हो सिस्नु रहेछ यहाँ होइन हेर्ने खर्लप्पै त्यो डाँडो खाने बाँकी छ ठुलो हो आज सकिन्न सर कहाँ सकिन्छ आज कहाँ जाने त त्यहाँ त कस्तो त्यसो केटा यहीँ बस्ने कि तल जाने होइन सर ओह्रालो रहेछ अब पुग्न त हामी पुगिहालिन्छ त त्यहाँ गाह्रो छैन भोलिलाई हामीले सजिलो हुन्थ्यो नि यहाँ अलिक टाढा पर्छ नि फेरि हो होइन भोलिलाई पनि त हेर्नु पऱ्यो नि फेरि यहीँबाट हामी अलिक चाँडै पनि हिँड्नु पऱ्यो त्यसको लागि फेरि होइन त्यहाँ डिस्टेन्स पनि अलिकति अलिक छिटो अलिक कम के अरे छिटो हिँड्न नहिँडे नि होटलमा रेस्ट गर्न पाइन्छ है कसलाई त्यहाँ अर्को बाटो नि देख्नुभयो हजुरले ल सनसेट हुँदैछ क्या हामी फरेस्ट क्याम्प आइपुग्यो हो ल फरेस्ट क्याम्प वी आर हियर एट फरेस्ट क्याम्प ल हामी कहाँ छौँ अहिले वेयर वी आर खोइ फरेस्ट क्याम्प यु आर हियर भनेपछि सक्यो फरेस्ट क्याम्प होइन वे टु ल्यान्ड्रुक अनि कोकार होटल अनि सनराइज गेस्ट हाउस के रहेछ वे टु हिमाल कहाँ हेल्प पोस्ट नै छ यहाँ
हेलिप्याड हेलिप्याड बसी त हेलिपोस्ट त हुनै पर्ने हो त एउटा त फुटबल खेल्ने ग्राउन्ड धरि रहेछ होटल रेस्ट क्याम्प जाने भनेको होइन अघि ल हामी ड्रोन ल्याएको छैनौँ ठिक छ पानीको बोतल पनि अलाउ गर्दो रहेछ पानीको बोतल पनि उ रहेछ लानु नपाउनु है फाल्नु नपाउनु लिएर अब यस्तो रहेछ कि लान खासै ब्यान गरिएको छ लेखा छ नभएपछि कि जुम्प्लेटमा ल्याएर भर्ने भनेको छ यहाँ पनि इन्फर्मेसन दिएर हुन्छ फरेस्ट क्याम्प आजको बसाइ हाम्रो यहीँ हुनसक्छ एकछिन हामी यहाँ सल्लाह गर्छौँ फरेस्ट क्याम्पमा चिसो छ एकदमै चिसो हावाले हान्न थाल्यो अब हामीलाई ज्याकेटको जरुरत परिसक्यो अनि वाइफाईहरू हट कोल्ड एभ्रिथिङ इज एभाइलेबल इन दिस एरिया होइन फरेस्ट क्याम्प सबै चिसोले भित्र बसेर गरिरहेको छ आगो तापिरहेको छ सबै होइन यस्तो धुवा सट्टै निस्किन्छ सबैको वे टु ल्यान्ड्रोक राम सर के अरे फर्किँदाखेरि त्यहाँबाट 2 घन्टामा ल्यान्ड्रोक पुग्ने रहेछ नेटवर्क छ अरे हामीसँग करिब 7 बजे फरेस्ट क्याम्प पुग्यौँ सूर्य अस्ताउँदै थियो र अन्धकार पर्न लागेको थियो केही बेर छलफल गरेपछि हामी रेस्ट क्याम्पमा होटलको लागि फोन गऱ्यौँ उनीहरूले कोठा उपलब्ध भएको जानकारी दिएपछि हामीले अघि पनि किनभने हामीलाई भोलि उठेर हाई क्याम्प लो क्याम्प जानलाई ब्रेकफास्ट यो हो माछा पुछ्रे यो राम सर यो होम सर होटल गोल्डन भ्यू एकदम महँगो होटल फरेस्ट क्याम्प अन्त अलिकति माथि रेस्ट क्याम्प हाई क्याम्प ब्रेकफास्ट खायौँ ब्रेकफास्ट खाएपछि हामी होटल गोल्डन भ्यूबाट अब माथिल्लो हाई क्याम्पसम्म हिँड्दैछौँ हामीले सुने अनुसार हामीले खाना खाने भनेको खुम्बे डाँडामा गएर हो अरे हजुर त्यसपछि गरेर हामी लगभग 6 या 7 घन्टा हिँडेपछि हामी हाई क्याम्पमा गएर होटलमा बस्ने त्यसपछि पर्सि बिहान 2 बजे उठेर हामी भ्यू पोइन्टमा गएर भ्यू हेर्न जाने प्लान छ बेस क्याम्पसम्म पनि पुग्ने हो कि बेस क्याम्प र त्यो भ्यू पोइन्टको भ्यू एउटै हो अरे त्यसले अर्थ रहन्छ कि बेस क्याम्प हुन्छ नि त फेरि लेट के हुन्छ 1 घन्टा हो भने हिँडौँ ल होइन भोलि पर्सि यहाँ बेस क्याम्पसम्म पुगेर आउनु नि त बेस क्याम्प भन्ने हुन्छ नि त ल होम सर ल हाम्रो यात्रा आजको लागि सुरु भयो अब 7 घन्टा कति लाग्छ आज हिँडेर त्यहाँ पुगिन्छ हाई क्याम्पसम्म त्यहाँ गएर फेरि अपडेट गरौँला के कसो हुन्छ ल हुन्छ ल ल अहिले चाहिँ हामी रेस्ट क्याम्पबाट रेस्ट क्याम्पको होटल गोल्डन भ्यूबाट सुरु भयो आज चलो भयो ल निस्किनु हारिन्छ
ठ्याक्कै यताबाट सिडी चढ्ने बेलामा सबभन्दा सुरु ल हामी लाग्यौँ है त ल दाइ हामीले यसमा लाग्छ ल ल सात घन्टाको यात्रा सुरु 7 घन्टा हिँडेको हिँडे उकालो उकालो यो डाँडो खडप खाएपछि यस्तो डाँडो परेर खानुपर्ने हुन्छ आज ल आज नै दिने हजुर हामी थाकेर आइरहेका छौँ जङ्गलमा हामी ब्याट्री पर्सेन्टेज लगोसिदिन लगाइरहेका छौँ ल हुन्छ सर क्यामेरा फोटोले हाल्नु नि त ग्रुपहरू यसो 3-4 जना ग्रुपहरू ग्रुप एउटै खिचेको छ नि दिनु त तपाईँको मोबाइलमा यसो 4 जना खिच्छु फेरि 4 जना खिचौँ फेरि 3 जना खिचौँ तपाईँको अहिले राम्रो आउँछ नि आइफोनले खिच्नु न स्यामसङ भन्दा त आइफोनै ठिक होला है कता तर फेरि अमेरिकन स्यामसङ हो नि त कोरियन हो स्यामसङ स्यामसङ अमेरिकाबाट ल्यायो नि त ल्याउनु चाहिँ अमेरिकाबाट ल्याएको स्यामसङ चाहिँ कोरियन हो त्यस्तो छ स्यामसङ सिटी छ क्या हैन अङ्कल के अरे कोरियामा स्यामसङ सिटी छ छुट्टै हामीसित कोरियन थियो कि काम गर्ने यस्तो हँसाउँथ्यो कि त्यसले मैले त्यसलाई भने होइन त कोरियनबाट नि यहाँ किन काम गर्न आउँछस् अमेरिका भनेको कोरिया टु मच वर्क माई फ्रेन्ड इज टु मच यु कान्ट टेक अ रेस्ट अमेरिका वर्क 1 आवर इन्जोय अरे केही टाइम छैन त उमा हेरेर हो कि सर इन्भाइरोमेन्ट अब कहाँ काम गरेर चाहिँ त्यसमा डिपेन्ड हो कि होइन 2-4 ठाउँहरूमा अलिकति त्यो मैले सुनेको जस्तो अमेरिकातिर जस्तो सरकारी मतलब कुनै ब्याङ्क भयो ब्याङ्कमा काम गर्ने मान्छे भयो त्यो म्यानेजर भयो नि बस्न पाउँदैन पाउँदैन त्यो त त्यो सिस्टममा बस्न पाएन उभिएर काम गर्ने त्यो हो त्यो चाहिँ हो त्यस्तो सुनेको त्यो सिस्टम त्यो चाहिँ सही सुनेको तिमीले हामी त प्राइभेट सेक्टरको कुरा गर्दैछौँ नि हामी प्राइभेटतिर सजिलो होला जुन अहिले ब्याङ्कमा उभिएरै राम्रो कम्पनीहरू हुन्छ नि यस्तो ब्याङ्कहरू अब के छन् सरकारीमा सरकारी टाइपको त्यस्तोहरूमा चाहिँ उभिन बस्न पाउँदैन कि कुर्सीमा कुर्सी नै हुँदैन त के गर्नु काम टेलरमा कसै काम छ भने पनि उभिएरै काम गर्नु पर्यो मैले म ब्याङ्क अफ अमेरिकामा जाँदा सबै बसेको छ होइन धेरैवटा काउन्टरहरूमा सिट हुँदैन त्यो तपाईँले सही कुरा गर्नुभयो कुनै कुनैमा त्यस्तो म देखेको छु इभन अहिले कतारमा पनि तपाईँको चाहिँ अहिले 5 स्टार होटलहरूको ठुलो रिसेप्सन छ नि तपाईँको रेस्ट क्याम्पबाट अलिकति हामी लगभग 1.5 घन्टा हिँडिसक्यौँ उकालो एउटा यो डाँडो उक्लेपछि हामी बादल डाँडामा गएर आज रेस्ट गर्छौँ बादल डाँडामा रेस्ट गरेपछि हामी फेरि हाई क्याम्पसम्म हामी आज पुग्ने योजना छ हाई क्याम्पसम्म पुग्नको लागि अझै हामी 5 घन्टा 6 घन्टा हिँड्नुपर्ने अवस्था छ त्यो पनि उकालो लो क्याम्प आइपुगेका छौँ You come here like a weekend. Let's walk. What? Let's walk. Let's move on. Yeah, I'm waiting for my friend. Your friend. Yeah, because there is a different way, so I need to wait for her. To know the way. Yeah, Yeah. we can. Okay, we will catch you up there. Bye. लो क्याम्प आइपुगेका छौँ यो अहिले 2900 मिटर हाइटमा छ बर्दी हिमाल ट्रेक लो क्याम्प रेस्ट गेस्ट हाउस एन्ड रेस्टुरेन्ट नमस्कार दिदी हामी काठमाडौँबाट आज हामी तल लो क्याम्प के अरे रेस्ट क्याम्प भन्नेमा बसेमा ए यहाँ पनि राम्रो रहेछ है लो यहाँ चाहिँ हजुरहरू यहीँ बस्नुहुन्छ ए
ल हस् धन्यवाद हामी फेरि आउँदाखेरि बसौँ ल हस् हस् नि ल अलिअलि डाँडाहरू देखिन थालेका छन् घाम चर्केर लगाइरहेको छ अनि यो लो क्याम्पबाट हाम्रो आजको बसाइ चाहिँ हाई क्याम्पसम्म हो आजको बसाइ चाहिँ अनि अझै 6-7 घन्टा हिँड्न बाँकी नै छ हाई क्याम्प पुग्नलाई लो क्याम्प हामी आइपुग्यौँ क्याम्प हामी आइपुग्यौँ सो कतापट्टि हो ए सोधौँ न ए तर जाने त उकालोतिरै हो जहाँ गयो भने यो त यहीँको लागि बाटो बनाएको हो कि पहिलोचोटि आएर रहेछ गाइड थारिन्छ त्यति बिस्तारै हामी उकालो उक्लिँदैछौँ तर यो लो क्याम्प पनि ठिक रहेछ सर बस्नुलाई दाइ कता हो बाटो यतै हो बदाम बेच्दै आउनुभयो तपाईँ लिन्छ नि यस्तो ए बिस्कुट सिस्कुट पुष्टकारी बदाम के छ अरू दुनुट पप स्पाइसी ल बिस्तारै आउनुहोस् है त ठिक छ नि के गर्नु घुम्न पनि हो नि खर्लप्पै त्यही पहाड खान बाँकी हो कि के हो त्यस्ता पहाड अझै कतिवटा 1 घन्टा बादल डाँडा ए टाइम ठ्याक्कै 9:20 जस्तो भयो होला 9:15 भएछ ल 10:15मा हामी बादल डाँडा 1 घन्टापछि र हाम्रो यात्रा जारी छ हाई क्याम्पसम्म लगभग 3000 मिटर हाइटमा छौँ एकछिन रेस्ट गर्न यहाँ साथीहरू बसेछन् लगभग 1-1.5 घन्टाको उकालो उक्लिसकेपछि हामी यसरी रेस्ट गर्दैछौँ अहिले रेस्ट एकछिन परिवारसँग पनि यसो कुरा यहाँबाट केही भ्यू सबै जङ्गलै जङ्गल यो सानो चुचुरो काटेपछि अनि यो डाँडा पनि हामी खर्लप्पै खान्छौँ अब डाँडाको बिचमा छु कहाँ हो भन्नु अब लोकेसन पठाए मात्रै बादल डाँडा पुग्न लाग्यो भने बादल डाँडा कहाँ बनाएर राखेको छ नि त्यसो रेस्ट गर्दैछौँ रेस्ट 3000 फिट 3000 मिटर हाइटमा आराम गर्दैछौँ साथीहरू 3000 ल यहाँबाट त्यो परको बादल डाँडा अलिअलि नाङ्गो डाँडा छ
त्यो बादल डाँडा पर्लप्प निलेपछि बल्ल हाम्रो अर्को डाँडा सुरु हुन्छ। हामी हिँड्दैछौँ, भ्यूहरू त्यति अहिले जङ्गलमै छौँ, भ्यूहरू त्यति राम्रोसित देखाएको छैन अहिलेसम्म पनि, तर धेरै हाइटमा आइसकेका छौँ। अहिले हामी लगभग 3400सम्म त पुग्यौँ जस्तो लागिरहेछ। बादल डाँडाको यात्रा जारी छ। अहिले बिहान भएर हो कि त्यस्तो जाडो हावासावा केही नचलेर होला है। आँपको बोट हो कि के हो? बादल डाँडा एउटा फोटो हाल्ने। चिसो छ। दामी ल ल बादल डाँडा कटेर एउटा सानो डाँडो, त्यसपछि हामी त्यो डाँडो पुग्दैछौँ। अप्पर बादल डाँडाको माथिल्लो भागमा आइपुग्यो। अब यो बादल डाँडाबाट चारैतिर हुस्सो लागेको भएर त्यति खासै राम्रो भ्यू हामीले देख्न पाएका छैनौँ। यी नाङ्गा डाँडाहरू, यहाँ माथि चाहिँ त्यस्तो विधि रुख अब योभन्दा माथि त्यति विधि रुख छैन जस्तो लाग्यो सर। अनि होटल मुनालमा आइपुगिसकेका छौँ। यो चाहिँ माथिपट्टि छ। एउटा कोही हुनुहुन्छ त? खै
720 केही पनि सोधिन्थ्यो त खाना सोधे 720 रे दाई माथि गाहन रे आउँदैछन् रे अनि पानी खाउनु भाइ भनेको थाप्नु भन्यो अनि त्यसपछि हाम्रो त्यो पोइन्ट पछि त्यो पोइन्टबाट कहाँ त्यहाँ त्यो डाँडामा आयो भने तलपट्टि ए त्यही भ्यू पोइन्ट चाहिँ हो ए हिमाल चाहिँ देखिएन यार कुन मर्दी हिमाल ए हो यो पर्ने सबै हिउँ नै पर्ने हो सबै छपक्क पर्ने नै होला यो सबै डाँडा भरिहाल्छ You want rock music? Oh my god. खाना खाएर आराम गर्ने बेलामा साथीभाइ अब बेसी पाहुनाहरू नै हुनुहुन्छ हाम्रो रात डान्स गर्न सुरु भइसक्यो अब डान्स प्रोग्राम चल्दैछ अब खाना खाएर आराम गर्ने टाइम अङ्कल त्यो स्पिकर यहाँ ल्याउनु न यहाँ सबैको हुन्छ
Okay, enough. मलाई तानेर बुढा आएको लाग्थ्यो यार भाइले तर हातै हल्लाउँछ नि होइन त्योभन्दा बढी केही हुँदैन जता हल्लाइदिनु भयो त्यो गर्दै नि भन्दा नि होइन Moving hands and legs. Koteng hati udah kita. Kotor nasta di sini. Slow lagi. हामी हेर्दैछौँ पन्जाभित्र छ हेर्नु न यहाँ मान्छे के हेर्नु होला चिसो ठिया एकदमै छ्या छ सामान ल खोल्ने पनि खोल्नु त ल काक्राक्का माथिपट्टिको है अलि तल छ फेरि 2-3वटा कपडा निकाल्नुपर्छ माथि भयो ल पन्जा छ होइन बेकार तल्लै छ कि कोचिया ज्याकेटै निकाल्नुपर्छ त्यही वरिपरि छ यतापट्टि साइडमा ल टोप निकाल्नु पर्दैन पर्दैन सबै राखिदिनु अब खोज्नु ग्रिप चाहिँ आउँछ कि आउँदैन लट्ठीमा भएको सामान त सदुपयोग गर्नु पऱ्यो नि होइन यसैको लागि भनेर लिएर आएको के गर्ने गाह्रो छ एकदम चिसो भएर पन्जा लायौँ भन्नु न बादल डाँडा माथिको बादल डाँडा कटेपछि हामी अब यो सानो एउटा थुम्को काट्छौँ यो थुम्को काटेपछि 2.5 घन्टा उकालो उक्लेपछि हाम्रो माथिल्लो क्याम्प आउँछ अप्पर क्याम्पमा पुगेपछि बल्ल हामी आजको विश्राम लिन्छौँ हामी हिँडेका खाना खाएर बादल डाँडाबाट माथि उक्लिँदैछौँ फोटो खिचौँ न मामा 2-4वटा माथि पुग्दैछौँ
फिस्टेल मर्दी सबै माथि छ एउटा सानो रिसोर्ट पनि रहेछ माथि त्यो तलको सबै हामी चढेरै आएको हौँ त्यो डाँडो अनि त्यसपछि यो सबै डाँडो खाएर आएको पुरै डाँडो खायो यो छ क्लोजमै छौँ अब धेरै छैन त्यही डाँडोको माथिल्लोपट्टि हो हिमाल फिस्टेल पनि त्यही महर्दी पनि त्यही रहेछ एउटै डाँडोको राम्रो टुकुटुकु हिँडिरहनु भएको छ ठिक छ अब उतानिर गएर हामी फेरि 10 मिनट रेस्ट त्यो माथि डाँडामा गएर बस्नुपर्ने हुन्छ वहाँ माथि डाँडामा लगभग हामी पुग्ने ठाउँ देखियो अब यहाँबाट चाहिँ क्लियरली हाम्रो भ्यू पोइन्ट जाने वहाँ त्यहाँ हो अनि अलिकति बेस क्याम्पसम्म जाने हो नि त अलिक माथि त हो नि भ्यू परेको अवस्था छ माथि डाँडोमा पुरै देखिन्छ सिन साथीहरू उतै हिउँमा रोकिनु भयो जस्तो छ सर हिउँ सर तल खसेर वहाँ पुगिसक्यो र तिनीहरू माथि त्यो डाँडो खर्लप्पै एउटा दुईवटा तिनवटा डाँडो खाएपछि बल्ल आउँछ एउटा दुईवटा तिनवटा डाँडो खानु पऱ्यो यो पुरै डाँडो काटेर आएको हामीले ल भ्यू परेको प्रत्यक्ष लाइभ भिडियो भ्यू परेको प्रत्यक्ष लाइभ जानु राम सर त्यो तिनवटा ठुङ्को काटेपछि बल्ल आउँछ हावा बेसरी चलेको छ चिसो छ माथि त्यो हिमालसम्मको बेस क्याम्पसम्म पुग्ने लक्ष्य हो हाम्रो अहिले यतिर छ हाइट त्यो सबै डाँडा काटेर आएका हौँ हामीले यो डाँडो कर्लप्पै खानुपर्छ अब हामीले लाग्छ very good. हिउँले यस्तो डाँडो छ माथि हिउँले स्वागत गरेको छ हामीलाई ट्रिप छ ए हिउँले स्वागत गर्यो हिउँले स्वागत गर्यो भुइँमा पर्ने बित्तिकै बिलाउने क्या फेरि यो तीन हजारमा आइपुग्यौँ हामी 3000 अघि नै कटे हो
वाउ 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 यो हिउँले स्वागत गरेछ दामी छ ल मान्छेलाई नै उडाउला भन्ने डर पनि छ अहिले हामीलाई हिउँले स्वागत गरेको छ बेस्तरी हावा चलेको छ यहाँ एउटा सानो क्याम्प आइपुग्यो बिस्तारै 1 2 3 3टा थुमको काट्न बाँकी छ मालको नजिक आइपुगिसकेका छौँ डाँडो फर्लक खाएपछि अनि बल्ल हाम्रो अप्पर हेर्न सक्छु हजुर यति हेर्नलाई धेरै दुःख पायो सर फोटोमा हेऱ्यो भने बादल डाँडा गरेर हाइकिङ हाई क्याम्प आइपुगिसकेका छौँ हाइकिङमा आएर अब हाम्रो यहाँनिर होटल रुमहरू फिक्स गर्ने काम भइरहेको छ हामी भोलि जाने पोइन्ट भनेको त्यो पछाडिको सबैभन्दा लास्टको पोइन्ट त्यही हो यतापट्टि हिमाल यतापट्टि बादल लागेको छ पुरै काटेर आएको छौँ हामीले जग्गाबाट किसी 50 उधर से कोई किसी 50 उधर ना कोई आइए
1 घन्टा हिँडेपछि हामी आइपुगेका छौँ। अब 1 घन्टा पुगेपछि भ्यू पोइन्ट आइपुग्छ। सबै यो फुल्काहरू काटेर हो यही ठाडै रहेछ। हुन्छ हामीलाई केही हुँदैन। जरुरी त्यस्तो बित्ति ठुलो हाइट होइन कि यो हाइट हो तर हो है हो यो पोइन्टसम्म राम्रोसँग आयो हुन्थ्यो भनेर भने क्या मैले चाहिँ यति दुई ठाउँमा बसेर आयो भने ठ्याक्कै यो पनि देख्छ उतापट्टिको पनि देख्छ। त्यो हो पोइन्ट त वहाँ हो पोइन्ट। त्यो पनि होइन त्यो पल्लो 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 त्यसै रामसर उ त्यो थुङ्गो छैन त्यहाँसम्म चाहिँ पुग्छन्। ल यो चाहिँ फोटो खिचेर लाउनु त हेरिन्छ। वहाँ ठाडो छ त फेरि उयो त्यो दुई डाँडा हो नि खिच्नु पाइन्छ। अब त्यसो किन पठाउनु परेन के पठाउनु त ताजबारी नै ल्याउनु भएको रहेछ। अहिले होटलवालाले हामीलाई यति चाहिँ प्रोभाइड गर्नु त्यहाँ दिन्छ है। यो डाँडो खर्लप्पै खानेपछि त्यहाँ खान्छौँ। त्यो खाएपछि उतापट्टि खान्छौँ त्यो सानो थुम्को त्यसपछि फुल डाँडो आइहाल्छ। ल हाम्रो केटाहरू त कता बस्यो खै देखिएन। ल रेस्ट गर्दै जानुपर्छ।
नजिकै छ भन्नु हो भाइलेसम्म पल्लो ठाउँको पुगेपछि पल्लो हाम्रो डेस्टिनेसन सकिन्छ चढ्दैछ नि फेरि अरू त पछाडि जान्छ कि देखिएन नि त होइन अलमोस्ट हामी पुगिसक्यौँ यति मात्रै हो आइपुग्नुलाई मजा खुसी आज बाटो लगाएको छ अलिअलि भ्यूहरू पनि अलिक देखिसकिन्छ यहाँ हाम्रो साथीहरूलाई देख्नुभयो तपाईँले त्यही हो त्यहाँ त्यहाँसम्म आए त दुईतिर देखिन्थ्यो भ्यू श्वासमा छ क्या त्यो यो उसमा उक्लिनु हो नि होइन मोबाइलको त खोइ चार्ज हिजो कति 60-70% गरेर सुतेको गाडी उठाएको 20% उठ्दैछ क्या अल्टिट्युडले त्यस्तो चिसो त्यस्तो भयो क्या आयो अब डेस्टिनेसन ल सनराइज पनि भयो सकिन्छ सनराइज Wow, we are in the peak. Hat. ल यसपछि पनि त्यो रेन्ज भनेको त्यही हिमालको रेन्ज भयो क्या मामा हिमाल जोडिएको ठाउँ ल त्यो पल्लो डाँडा अन्नपूर्ण यही रेन्ज माछापुछ्रे त्यो तलको सानो मर्दी ल मर्दी हिमाली भनेको यही हो आइपुग्यो ल जता गए पनि भयो अब ऊ त्यो टपमा पुगेर फर्किने ऊ त्यो यही मान्छे भएको ऊ त्यहाँ त्यस्तै छ
छैन डेड अलमोस्ट डेड एउटा पुलिस त्यतिकै डेड हुन्छ ओहो आइपुग्यो हो ल चिया खाइदिउँ त हामी पनि चिया हामी के अरे कालो चिया नि खाउँ तिनवटा पानी पनि छ भने एक घुम्को खाइदिउँ सर पानी पनि पहिला एक घुम्को खाइदिउँ है त चिया तपाईँहरू बिहान कति बजी हिँड्नु भयो सबै यो बोकेर आएको होइन त तलबाटै ठिक छ ल यस्तै त हो नि यस्तो टपमा आएर पनि चिया खान पाउनु होइन होइन अलिकति इनर्जी आउँछ कि त्यसपछि सक्नु भयो नि सक्नु भएन यार तलबाट त्यो जस्तो भन्दा अलिक तलको एउटा थुम्को छ नि ढक छ ल सट्ट लाएर टपमा आइयो अब त यति नै हो हिमाल भ्यू पोइन्ट ल कति छ पर्सेन्ट हजुर ल ल ल आउनु ओहो लप्पै खायो मेरो भाँडाहरू हामी बसेको ल म लिन्छु अब तपाईँ मेरो खाइदिनु
यहाँबाट चाहिँ सिधै बेस क्याम्प जाने रहेछ त्यतातिर चाहिँ हामी लगिदिनु आजको हाम्रो यात्रा यहीँसम्म जान सक्नुहुन्छ अलिकति थियो त्यो पनि संविधानको दृष्टिकोणले यहाँसम्म टुङ ओर्लेर साथीलाई भेट्नुपर्छ सिक्काहरू पनि छन् त्यसको लागि हामी धोनीको सिक्दी हिँडेर आयो त्यो मोटी आइनै कस्तो घुँडामा लगाएर जे भएर भए पनि एउटा स्टेप चढेर भने आयो है त्यो हेरेर चाहिँ हाम्रो राम्रो धेरै कुरा थियो यार ल लामो निकल जान्छ तीन चार चुचुरो काटेपछि बल्ल हाइट पनि ढुङ्गा रहेछ यो यो त यहाँसम्म आएको भयो नि हामीले फोटो सेसन गर्नलाई आइयो होइन आएको भए एउटा दामी फोटो सेसन हुन्थ्यो नि यति त आउनु सकिन्थ्यो नि ठिक छ गाउँको राम्रो आउँछ कि हेर्ने कि ल ढान्द्रुक त्यही तल पर्ने रहेछ उता तलतिरको डाँडो उतापट्टिको भित्तो होइन एबिसी जाने बाटो त्यही हो तलको होइन साउथ बेस क्याम्प चाहिँ उता पछाडि रहेछ यसको
मुस्ताङ मनाङ भन्ने यो पछाडि यो होस् त यसमा टन्न छ हिजो धेरै परेर पनि भयङ्कर बनाएको छ कि ल आजको बसाइ लगभग होटल म्याजिक माउन्टेन होटल म्याजिक माउन्टेन बसेका थियौँ डाँडो पनि चढ्यौँ 3 घन्टा डाँडो चढेर आयो ब्रेकफास्ट खाएपछि हामी अब लाग्यौँ बिस्तारै हो र ल है साथीहरू ल यो हालिदिउँ ल यसरी क्रस चेक सब ठिक छ नि स्पिकर भेटाएको छ ल त सबैलाई बाई बाई अहिले भर्खरै उसो आयो क्या चिसो यसले हाल्छ क्या चिसोले खुट्टा राष्ट्रै दुखिरहेको छ यार